आज यो डेलको भस्ट्रो कति हो मोडल यसको भस्ट्रो 5470 मोडलको चाहिँ i5 जेनको ल्यापटप चाहिँ रिपेयरिङको लागि आएको छ। अब यहाँनिर मैले यो ल्यापटपको सबै हैन खोलखाल बनिसकेको छ हैन। र यसमा चेक गर्दाखेरि के छ त भन्दाखेरि यसको 3.5 बनेको छैन। यसमा चाहिँ मिसिङ छ, 3.5 भोल्टेज मिसिङ छ। अब यो 3.5 चाहिँ कसरी बनाउने? 3.5 नबिना त केही पनि काम हुँदैन हैन, बोर्ड अनै हुँदैन, केही फङ्सनै हुँदैन। पहिला त हामीले 3.5 हेर्नु पर्यो अनि 3.5 चाहिँ बनाउनु पर्यो, अनि त्यहाँदेखि मात्रै अर्को स्टेप हेर्नुपर्ने हुन्छ हैन। अब यो 3.5 चाहिँ मिसिङ छ। अब यसलाई चाहिँ कसरी गर्ने त, यसको कहाँ चाहिँ फल्ट छ हैन, त्यो कुरा पत्ता लगाउने हो आजको भिडियोमा चाहिँ। त्यसैले ढिला नगरिकन म अगाडि बढ्छु हैन। यति भन्दै गौतम कम्प्युटर इलेक्ट्रोनिक्स सपोर्टलाई सपोर्ट गर्नु होला। आज अलिक लामो समयपछि नै भिडियो हैन अपलोड हुँदैछ हैन। विभिन्न बाहिर के अरे फिल्डमा काम बढी मात्रामा हुन्छ, त्यसैले गर्दाखेरि के अरे ल्याबमा मेन्टेनेन्स त्यति गर्न भइएको छैन हैन। त्यसैले अब यहाँ अगाडि हेरौँ के चाहिँ रहेछ यसको समस्या। मैले डिसी मेसिनबाट यसलाई सप्लाई दिएर यसको डिसी मेसिनमा ठ्याक्कै मिल्ने कनेक्टरै बिग्रेको रहेछ। त्यसैले चार्जरको यो काटेर हैन यहाँ डिसी मेसिनमा जोडेको छ। र यसको चाहिँ सिमस ब्याट्री पनि देशी जुगाड गरेको रहेछ है। यसको यो नभेटेर यसको ब्याट्री पनि डिस्चार्ज भएको रहेछ। अनि यसलाई देशी जुगाड यहाँ गरिदिएको छु मैले यसको लागि। अनि तत्काल चेक गर्नको लागि अब सेम यो कनेक्टरवाला चाहिँ यहाँनिर अहिले खोजेको मार्केटमा रहेन रहेछ। देशी जुगाड लगाउनु पर्यो नि हैन। ठिकै छ, अब यसको हेरौँ। कन्ट्रोल गर्ने पहिला हेर्ने यसको भोल्टेज आउटपुट गरेर यसको स्विच पनि अनै छैन, ल्यापटप अनै छैन। अब यसको भोल्टेज 3.5 चाहिँ गरौँ। पहिला यहाँ इनपुट भोल्टेज 19 भयो राउन्डेड। यो 3 यो चाहिँ हाम्रो 3 भोल्टको लागि हो, यो चाहिँ 5 भोल्टको लागि हो हैन। अनि चेक गरौँ हाम्रो 5 भोल्ट बनेको छ कि छैन। 5 भोल्ट छैन कोइलमा। थ्री भोल्ट पनि छैन, मिसिङ छ। अब यसको लागि चाहिँ हामीले बोर्डलाई नै खोलेर एकचोटि हेरौँ, अनि सजिलो हुन्छ काम गर्न।
यसलाई बोर्ड खोलियो हैन। अब यसको हेरौँ, धुलै धुलो रहेछ। धुलो रहेछ पुरा। यो चाहिँ ग्राफिक्स भएको ल्यापटप रहेछ। ग्राफिक्स चिप्स यहाँ अनि यहाँ चाहिँ GFX। अब सर्ट छ कि छैन पहिला त्यो चेक गरौँ। कोइलमा पहिला हेर्ने सर्ट छ कि छैन। इम्पिडेन्स चेक गर्नु पर्यो। एक सय 13 कोइलमा कति छ 113 इम्पिडेन्स देखायो 3 कोमा, अर्कोमा 116 इम्पिडेन्स 5 कोमा चाहिँ 116 इम्पिडेन्स भनेपछि हाम्रो इम्पिडेन्स त ठिकै छ। सर्ट त छैन यो बोर्ड हैन। अब अन्य भोल्टेजहरु पनि सर्ट छ कि छैन एकचोटि चेक गर्ने। त्यो ऱ्यामको होला सायद 118। यो GFX CPU को लागि होला। ठिक छ। ठिक छ यो पनि ठिक छ। ठिकै छ। सबै प्रायः त कोइलको इम्पिडेन्सहरु त प्रायः ब्याट्रीको होला। ठिकै छ। इम्पिडेन्सहरु त प्रायः सबै ठिकै छ। बोर्डमा सर्ट त छैन। एकचोटि यसको आईओलाई चाहिँ हेरेर पनि हेर्ने अनि आईओ भन्दा पनि पहिला त हामीले 3-5 जना हेर्नु पर्यो। किनभने हाम्रो 3-5 बन्नेको छैन। चाहिँ त्यस्तो के छ। स्टिक डाउन त्यो होला भाइ हेरेर हेरौँ न त।
जुन यसको जुन स्विचिङ मस्फेटहरू हुन्छ सानो होइन, कोही बेला त्यो ड्राई हुनसक्छ। सबैभन्दा पहिला गर्ने भनेको यही हो। भोल्टेज चेक गरौँ अब। इनपुट 19 भोल्ट छ कि छैन पहिला हेर्नु पर्यो। करेन्ट लिएकै छैन, अनुभव छैन नि त, त्यही भएर करेन्ट लिएको छैन। तारमा त भोल्टेज छ कि छैन, आउटपुट भोल्टेजै छैन। ट्वेंटी भोल्ट यहाँ पनि 20 को छैन, 20 देखायो नि। ठिक छ। यहाँ छ कि छैन एकचोटि हेरौँ। देख्दैनले 19-20 भोल्ट देखाइरहेको छ। यसको प्रब्लम त यहाँ यसमा खराबी छ कि क्या हो। पिलपिल गर्दैछ हेरौँ ल, हो सकेटमा समस्या छ कि कहाँ ड्राई छ कि यसको समस्या त अर्कै पो देखियो त। 3-5 चाहिँ बन्ने कि बन्ने नै। पाँच बन्यो। 5 भोल्ट आयो।
हामीले 200 को रेन्जमा छ नि त, 20 को रेन्जमा राखेर हेरौँ। 5 भोल्ट छ, 3.3 भोल्टको पनि ठिक छ। यसको त के विशेष कनेक्टरको समस्या रहेछ यसको त, त्यसलाई पिलपिल गर्दैछ नि। यसको त अर्कै समस्या देखियो त। हेरौँ त यसको किबोर्डमा छ यसको पावर अन अफ, कहाँ छ त किबोर्डको कुन हो त, एकचोटि यसको भोल्टेज चेक गरेर हेरौँ त। तर 5-3 भन्ने कि सही छैन हेरौँ। बोर्डै कति पातलो खाले हो त, क्र्याक्ट जाने खाले जस्तो। 5 भन्ने यो 3 भोल्ट, यो को 6 हो। दिएको छैन अरूमा त अब दिएकै छैन। हुनै भएन त। यसको जुन सोचेको फल्ट थियो अर्कै रहेछ। यसको यो डिसी ज्याकमा समस्या छ कि त यसको ड्राई सोल्डिङ भएको छ, पिलिक भयो, भोल्टेज चाहिँ हराउँदै जाँदै गर्दैछ। यहाँनिर चेक गरौँ ल। उन्नाइस भोल्ट देखायो, कन्सिस्टेन्ट छ होइन। अब यस्तो गरेर अहिले हरायो, अहिले हरायो, कन्सिस्टेन्ट छैन। अब एकचोटि यसलाई हामीले योबाट ट्राई गरौँ त।
मजाले हेर्ने बेला भयो यसलाई। यसको त प्रब्लम अर्कै देखियो। यसको प्रब्लम चाहिँ के रहेछ भन्ने बेलामा लाइट फ्लिप बल्दैछ। क्लिक्क भयो नि यो। अब यसलाई के गरौँ भन्दाखेरि यो जुन डिसी कनेक्टरमै प्रब्लम छ जस्तो छ यसको। 3-5 को समस्या छ होला भनेको त अर्कै प्रब्लम रहेछ। कोही बेला आउँछ भोल्टेज मिटरले चेक गर्दा, कोही बेला आउँदैन। लुज कन्ट्याक्ट छ कि के छ यसको डिसी ज्याक जोडेको कनेक्टरमा हेरौँ त। नभए त्यस्तो ड्राई सोल्डिङ त छैन कि त्यस्तो लुज कन्ट्याक्ट पनि छैन। केही छैन त त्यस्तो खासै लुज कन्ट्याक्ट देखिँदैन बाहिरबाट त। के भाँचिएको त छैन। अब एकचोटि यसलाई यसो गरेर हेरौँ, थिचेर हेरौँ अनि अन गरेर हेरौँ। यस्तो गरेर यहाँ यसरी थिच्ने, अलिकति भित्र पस्छ नि त। थिचेर अब यसको एकचोटि अन गरेर हेरौँ। त्यहाँ किबोर्डको मै छ यसको पावर स्विच, यहाँ छ किबोर्डको कनेक्टर। अब यो लगाएर यसो गर्दा पनि भएन त। अन भयो त फेरि 383 एम्पियर त लिएको देखायो त। 383 चाहिँ घुम्छ कि घुम्दैन, तर फ्यान घुम्छ कि घुम्दैन हेरौँ। कति देखायो 388 एम्पियर त देखायो त। फेरि लाइट पनि ग्लो आइरहेको छ नि। भनेपछि डिसी ज्याकमा समस्या रहेछ हाम्रो यहाँ। मैले यो छोड्दै हो भने यो अफ हुन्छ, सायद अफ हुन्छ होला। हेरौँ ल, अफ भयो। फल्ट पत्ता लाग्यो कि त यसको डिसी ज्याक समस्या छ कि त यसको कहीँ बोर्ड क्र्याक भएको हुनसक्छ कि त यही केबल पनि खराब हुनसक्छ। यो केबल त खराब नहुनु पर्ने। साह्रो नजानु पर्ने। डिसी ज्याक त खराब भएकै हो कि। अब अर्को चार्जर लगाएर हेरौँ। यहाँ पनि हेर्नु कनेक्टर कुनै मिल्छ कि मिल्दैन। यसमा मिल्ने खाले भनेको डेली मिल्छ कि सोडा हेर्दा पनि थाहा हुन्छ। मिलो भन्दा भइगयो त। यसको मिल्दैन यो।
यो पनि मिल्दैन होला, स्लो भयो। यो त लेनोभोको हो त, यो सानो पिन्दा यहाँ यो मिलेन होइन, अहिले पो हाल्यो। यो एकचोटि लगाएर हेरौँ त। तिमीको ठ्याक्क म त भित्र पसेन नि त, मजाले भित्र पसेन, यसले काम गर्दैन। मिल्ने केबलै रहेन रहेछ। खोइ त ठ्याक्कै जुन चाहिएको त्यही छैन। यसको फल्ट पत्ता लाग्यो, अर्को कनेक्टर लगा, यसलाई एकचोटि सोल्डिङ गरेर हेरौँ। आइरन तताएर यसो कनेक्टर पोइन्टतिर लुक्छ कि एकछिन आइरन तातिनु टाइम लाग्छ। अब आइरन तातो राम्रो हेरौँ। सोल्डिङ के हो, मजाले सोल्डिङ गर्नुपर्छ। लगाएर हेरौँ।
यो ड्राई सुलिङको प्रब्लम हो भने त सल्भ हुन्छ। अब बोर्डै क्र्याक रहेछ भने चाहिँ गाह्रै हुन्छ। फेरि कहाँ क्र्याक भएको छ ट्रेसिङ गर्दै जानुपर्ने हुन्छ अनि चाहिँ। त्यस्तै भयो त। किन हराइहाल्छ भोल्टेज चाहिँ हराइहाल्छ। यसको प्रब्लम हो। भएन भने यसको चाहिँ अब यो डिसी ज्याकमा प्रब्लम छ। अब यसलाई चेन्ज गर्नुपर्छ। ठ्याक्कै मिल्ने चाहिँ यहाँनिर छैन। अझै यसलाई कन्फर्म एकचोटि गर्ने। यसलाई यहाँ लगाउने अनि यसरी थिचेर चाहिँ यसलाई अन गरेर हेर्ने। अन भयो। एम्पियर पनि देखाए 383 मिली एम्पियर देखाइरहेको छ। लिड पनि हाम्रो ग्लो भएको छ। अन भइसकेको लिड इन्डिकेसन दिइसक्यो। अब यहाँ मैले हात छोड्ने बित्तिकै झ्यापै जान्छ। यो हात छोड्ने बित्तिकै झ्यापै जान्छ। अहिले हाम्रो ग्लो भइरहेको छ नि त लिड। अब म हात छोडिदिन्छु जान्छ ल। त्यहाँ 386 मिली एम्पियर त देखाइरहेको छ। एम्पियर लियो। अब म चाहिँ हात छोडिदिन्छु जान्छ। गयो। एम्पियर पनि 0 देखायो। क्लिक क्लिक आउन खोज्छ। अब अन्तिममा के निष्कर्ष आयो भन्दाखेरि यो डिसी ज्याक जुन छ नि यसमा प्रब्लम रहेछ इन्टरनल्ली भित्रै। अब यसलाई चेन्ज गर्दा यो प्रब्लम सल्भ हुन्छ। सुरुमा चेक गर्दा चाहिँ 3-5 मिसिङ देखायो होइन। 19 भोल्ट चाहिँ देखाउँछ तर यो लोडै लिन सक्दैन क्या। कोही कोही बेला आउँछ कोही बेला जान्छ। यहाँ देखाउँछ यता अन गर अघि जान्छ। यता देखाउँछ यता अन गर अघि जान्छ। अनि चेकै गर्ने समस्या भयो नि त। अनि यस्तो प्रब्लम रहेछ नि त यसको। यो डिसी ज्याक चाहिँ अब हामीले चेन्ज गर्नुपर्छ। चेन्ज गरिसकेपछि यो प्रब्लम सल्भ हुन्छ। अहिले ठ्याक्कै मिल्ने डिसी ज्याक मसँग यहाँ छैन होइन। म यहाँसँग मिल्ने डिसी ज्याक भएको रहेछ मार्केटमा रहेछ भने यहाँ लिएर होइन यो चेन्ज गरेको भिडियो म हजुरहरूलाई देखाउँछु भन्दै आजलाई यति भन्दै म बिदा हुन चाहे। हस्त धन्यवाद।